अम, मेरो एउटा यस्तो इन्ट्रेस्टिङ इन्सिडेन्ट तपाईँहरूलाई सुनाउन आएको कि म यहाँ के भयो भने हिजो म कफी सपमा चाहिँ साथीसँग कफी खाँदै थिएँ। उसले अचानक सोध्यो क्या, ओए तेरो त बिहा भएको होइन भनेर सोध्यो। मैले किन भनेर सोधेँ फेरि। अनि उसले भन्यो तँ यति धेरै खुसी हुन्छस् किन हो भनेर सोध्यो क्या। अनि यो खुसीको राज चाहिँ के हो भनेर चाहिँ म तपाईँहरूलाई पनि सेयर गर्छु यहीँ। के भने मेन खुसीको राज चाहिँ तपाईँले श्रीमतीलाई चाहिँ सम्मान गर्न सिक्नुहोस्। मैले कसरी गर्छु भन्ने कुराहरू चाहिँ यदि कुनै दिन म उठ्न ढिलो भयो भने पनि मैले उठिसकेपछि चाहिँ बिस्तारोपट्टि फर्केर श्रीमतीलाई सम्झेर चाहिँ नमस्कार मात्रै बाहिर निस्किने गर्छु। बाँकी रेगुलर घरको काम त छँदैछ। अनि यदि तपाईँले घरमा चाहिँ श्रीमतीलाई यसरी सम्मान गर्न सक्नुभयो भने चाहिँ र सिक्नुभयो भने चाहिँ के हुन्छ भने तपाईँ बाहिर जाँदाखेरि चाहिँ घर त होइन बाहिर जाँदाखेरि चाहिँ खुसी र खुला हृदय छाती फुलाएर हिँड्न सक्नुहुन्छ। यो चाहिँ विचार गर्नु होला है त।